र चन्द्र सूर्य जमिनी सान हाम्रो बढ्दो रगत शरीर बढ्दो यो सान हाम्रो ओके एभ्रीवन केपी ओली आज म बोल्छु नेताले सुन्छ छातीमा गोली खाएको छु छातीमा यहाँ पनि गोली खाएको छु मेरो चस्मा फुट्यो आगे दिस मैले प्रपर डकुमेन्टेसन बनाएको छु यो मेरो रगत हो नेपालीको रगत हो यो गोली हो क्या मेरो छातीमा थियो यो हो क्या गोली यु क्यान जुम इट यु क्यान फकिङ जुम दिस शिट सो दिस इज अ सुवेनियर यु क्यान सो दिस यो मेरो घरको भित्तामा पोस्टरमा हुन्छ क्या ट्याप्पो लाएर निधारमा गोली लागेको छ क्या निधारमा गोली लागेको छ You shot me in the freaking forehead like हाम्रो के भन्छ यो नेपाल सरकारको रुल अनुसार युनिभर्सिटी स्कुल ड्रेसमा मलाई सर्ट गरेको छ हैन मुनि हाल्नु पर्यो गोली त्यसले माथि हानेको छ उसलाई स्कुल ड्रेसमा गोली हानेको छ राइट स्कुल ड्रेसमा I was shot on my forehead है I was shot literally मेरो हातमा पनि गोली लागेको छ यहाँ पनि लागेको छ त्यहाँनिर यार अझै पनि छन् कि सबैलाई बोलाउ यार बडु नेपाल यो 15 वर्षको स्टुडेन्टको गीती हो यो विद्यार्थीको गीती हो यो पछाडि टाउकोमा हानेर गीती निकाल्दैछ यो सरकारले देख्नुस् यहाँ हेर्नुस् यो मलाई पार्टीको मन छैन मेरो माथि एउटा मात्र झन्डा छ त्यो भनेको नेपालको झन्डा हो यो रगत देखिरहनु भएको छ यो हाम्रो साथीहरूको रगत हो है साथीहरूलाई बोक्ने बेला लागेको रगत हो है तर हामीले यो रगत चाहेको हो त तपाईलाई 10 लाख मान्छे यो ठाउँमा उतार्नु पर्छ तब सिंह दरबार बन्दुक नपड्काई कुनै तोडफोड मोड केही नगरी कब्जा हुन्छ यो तपाईहरुलाई संसद भवनको अगाडिपट्टि छातीमा गोली लागेर एकजना लडेको यही आँखाले देखेको अर्कोलाई घोडामा खुट्टामा गोली राख्दै गर्दा यही हातले रोकेर एम्बुलेन्स हालेको हो हामीलाई चोर नेताहरू चाहिँदैन है चाहिँदैन नेपाल आमाको जय गेन्जी चिन्चित अराजक भएका होइनन् नेताका झोलेहरू अराजक भए त्यसले गर्दा आज मान्छे मरेको छ मेरो बडी हेर्नुस् रगतले भरिएको छ है आज हामी यहाँ केको लागि आएको त परिवर्तनको लागि आएको है जुन भाषा बोले पनि नेताले कहिले पनि बुझ्दैन सबजना अगाडि गयो देख्यो होइन के भयो लास्टमा 40 जना जतिलाई गोली लागेको छ भन्ने सुनिएको छ देखिहाल्यो उसलाई स्कुल ड्रेसमा हानेको छ ती नेताका झोलेहरूले गरेर हामीले गोली खान मिल्छ उता माथिदेखि चाहिँ यो गाडीहरू आउनु दिएको छैन माथिदेखि नै अनि यहाँ चाहिँ अगाडि चाहिँ यस्तो छ अहिले माइतीघरको अहिलेको सिचुएसन
कति जनता जति कति भूकम्पको कारणले कति 7-8 दिन 1-2 महिना बसेर बाँचेका छन्। हामी 10-12 दिन यहीँ बस्छौँ, यहीँबाट हामी नियम पारित गरौँ। होइन भने हामी यहाँ किन आयौँ त? पानीको आउने हो, मोदीको आउने हो, एक जस्तै सब आफ्नो बाटोमा लाग्छन्। त्यसैले आज यो फोनी होइन, यो 84 होइन, मिसन 84 होइन, मिसन 84 का पनि यहाँ नेता दाइ के छन्। तिनीहरूको पनि टाउको उडानमा छ। जो भन्नु त 84 मिसन युवा होइन, आफ्नो देश आफै बनाऊ, गाउँ ठाउँ आफै बनाऊ। जाग्नुपर्छ। तपाईहरु सबैजना बस्दिनु होला। होइन हामीले अघि नै तपाईलाई भनेका छौँ, हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ भनेर भनेका छौँ। तपाईहरुले होइन होइन तपाईले के सबै अब यहाँको समूहलाई सबैलाई गोली खुवाउन लाने हो? हामीले भन्दैछौँ, अघि नै मैले भनेको तपाईहरु त्यहाँ गइराख्नु भएको थियो, बुलेट बाइक हकारेर आफ्नो कोही न छैन हामी नै हिरो भनेर गइराख्नु भएको थियो। मैले अघि नै भनेको थिएँ निषेधाज्ञा जारी भइरहेछ साथीहरू, हाम्रो एरिया यो हो, त्यसका सबै कुरा हामी वार्तामा गर्छौँ। हामीले भनेकै छौँ त, हामी त्यसरी तिनीहरू यहाँ घुँडा टेकाउने हो। हामीले यत्रो जना सुन्नुहोस्, तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने तपाईँ जस्तै यहाँ हजारौँ युवाहरू यही आन्दोलनको लागि आउनु भएको छ। तपाईँहरू पनि यसैको लागि आउनु भएको, तपाईँ पनि चेन्जिङ नै हो। तपाईँलाई रिस छ। तपाईँलाई अघि एउटा भाइले भने जस्तै दाइ मेरो त बा दीर्घ रोगी हुनुहुन्छ, यी सरकारहरूले मलाई विदेश पठाए, यहाँ रोजगारी सिर्जना गरिदिएको भए त आश्रम खोल्नु त पर्दैन थियो होला नि त भनेर भने मलाई। त्यो भन्दै गर्दा आज हाम्रा कैयौँ साथीहरू, इभन हाम्रो मात्र होइन हामी सबैका साथीहरूले कसैले गोली खाएर, कसैले चोट खाएर, इभन म आफै पनि असुर ग्यास खाएर हामी त्यहाँबाट फर्क्यौँ। हामीले भन्यौँ चाहे कोही सडकमा हिँड्नु हुन्छ सबैले मान्नुपर्छ, तर यो के हो भनेदेखि हामीले चाहिँ तपाईँको त्यो एम्बुलेन्सहरू हामीले पठाइछौँ। हामीले कसैलाई पनि कमी नहोस्, पानी आवश्यक परेमा पानीको व्यवस्था गरेका छौँ। त्यहाँ हेर्नुहोस्, त्यहाँ पुरै त्यो समातेर ल हेर्नुहोस् त, तपाईँ आफै हेर्नुहोस् न। अराजक यसरी गऱ्यो भने त्यो द्वन्द्व भयो भने भोलि त्यो चाहे कोही मर्दैन, त्यो तपाईँ नेपाली दाजु तपाईँ हामीले मर्ने हो। त्यो कारणले गर्दाखेरि हामीले जनता मार्नु छैन, हामीले यो आन्दोलन पुरा बगाउने जस्तो बनाउनु छैन। त्यो कारणले गर्दाखेरि हाम्रो आवाज सिंहदरबारमा पुर्याउनलाई हामीले शान्तिपूर्ण आन्दोलन गरौँ है तपाईँहरूलाई। अर्को कुरा के भने 10, 11, 12 को भाइ बहिनीहरू पनि छ हो, देख्दा देख्दा पनि असर ग्यास फालेछ। बिचरा त्यो भाइ बहिनीहरूलाई के भयो होला? त्यस्तो भाइ बहिनीलाई के भयो होला? योभन्दा मै पनि ढल्न थाले चाहिँ मलाई नचिने पनि योभन्दा त्यो साथीभाइहरूले मलाई त्यो असर ग्यास मेरो त्यहाँनिर यार अझै पनि झन्के सबैलाई बोलाउँ यार, बडु नेपाल साथीहरू सबैजना संयम भएर लाग्नु। यो मैले देखाइरहेको यो स्टुडेन्टको गीती हो, यो 15 वर्ष स्कुल स्टुडेन्टको, यो 15 वर्षको स्टुडेन्टको गीती हो, यो विद्यार्थीको गीती हो। यो पछाडि टाउकोमा हानेर गिरी निकालिदिएको छ यो सरकारले। देख्नुहोस् यहाँ के गरेको हो, यो प्रशासनले के गरेको हो। हामी त यहाँनिर शान्तिपूर्ण र्याली गर्न आएको थियौँ, तर यो सरकारले चाहिँ ज्या जति गरेको जस्तो हामी सबैलाई लागिरहेको छ। सरकारको निकायबाट म सबैजनालाई भन्न चाहन्छु, यो जेनेरेसनलाई चाहिँ दमन नहोस्। म भन्न चाहन्छु सबैजनालाई, यो जेनेरेसनलाई दमन नहोस्। नेपाल बनाउने कसले हो? संयम भएर हाम्रो आन्दोलन जारी छ। नेपाली कहिले झुक्दैन, नेपाली कहिले झुक्दैन, अन्याय र अत्याचार सहदैन। सबैजनालाई म जोसका साथमा बस्नको लागि अनुरोध गर्दछु है। हाम्रो धन्यवाद। हाम्रो तपाईँ साथीहरू आउनुभएको छ, केही बढी दमन भएको छ। यो गृह मन्त्रालयले यो ज्यादती हो, एउटा भोलिन्टियर हो, आफ्नो देशको लागि आफ्नो ठाउँको लागि मेरो दाजुभाइ दिदीबहिनीको लागि सधैँभर लडिरहेको मान्छे हो।
मलाई पार्टीको मन छैन। मेरो माथि एउटा मात्र झन्डा छ, त्यो भनेको नेपालको झन्डा हो। मलाई यसमा केही स्वार्थ छैन, मलाई मतलब पनि छैन। सरकारमा को जाओस् के जाओस्, हाम्रो जीवनसँग खेल्नु भएन। हाम्रो हरेक पाइलामा हामीले दुःख पाउनु भएन, तपाईँहरूले दुःख पाउनु भएन। हाम्रो दाजुभाइ दिदीबहिनी बाहिर जानु भएन। यही देशमा गरिखानु छ हामीलाई, यही देश बनाएर देखाउनु छ हामीलाई। किन जाने? हामी नजाने, कोही पनि नजाने, यही देशमा बस्ने, यही देशमा लड्ने, यही देश बनाउने। सबैजनाले राख्नु होला यो कुरा, सबैजनाले राख्नु होला यो भिडियो। हामी यो सरकारको राजीनामा माग्छौँ। अब यो सरकारले राजीनामा दिनुपर्छ, किनभने मेरो 2 जना भाइ बहिनीहरूको डेथ भएको छ। कसरी छोड्ने? यो सरकार ढल्नु पर्यो। अब यो सरकार अब बस्नु भएन। नेपाल सरकारमा अब युवा नेताहरू हुन्छ, कोही पनि हुँदैन। मलाई जानु छैन त्यहाँ, मलाई गरी खानु छ यही देशमा। म त्यहाँमाथि पुग्नु पनि छैन, मलाई मतलब पनि छैन त्यसमा। मलाई आफ्नै दाजुभाइ दिदीबहिनीसँग आगो लाग्यो हामी कुद्छौँ, भूकम्प हामी कुद्छौँ, यही ठिक छ। मलाई यसमै खुसी छु। मलाई त्यहाँ गएर त्यो नाटक देखाएर मलाई बस्नु मलाई मन छैन। यो तपाईँको आवाज हो, हामीले म्यानेज मात्र गरिरहेको हो। यो प्रोटेस्ट हामी नेपालको होइन, यो हामी नेपालको होइन। यो प्रोटेस्ट तपाईँहरूको, हरेक नेपाली जनताको हो, हरेक नेपाली युवाको हो। तपाईँहरू भोलि पनि आउनु होला, पर्सि पनि आउनु होला, निकै पर्सि पनि आउनु। जबसम्म यो नेपालमा परिवर्तन हुँदैन तबसम्म आउनु होला। आफ्नो देशको लागि तपाईँहरू नलडेर को लड्ने? बाहिर आएर तपाईँहरूले लड्छ, तपाईँहरूले सक्छ। यो अन्धाई सरकारले हाम्रो 2टा दाजुभाइ, यो जेनजी समूहका हाम्रा नेपाली 2 जना दाजुभाइलाई चाहिँ मारेका रहेछन्। उनीहरूले निरन्तरपूर्वक हत्या गरेको रहेछ। त्यो कुराको लागि म विरोध गर्छु र उनीहरू 2 जना चाहिँ यो जेनजी आन्दोलनको पहिलो शहीद हुनेछन्। र धन्य छन् उनीहरू सधैँ हामी जेनजीको लागि आदरणीय रहनेछन्। यो निरङ्कुश सरकारले म बताउन चाहन्छु। केही दिन अघि एउटा परिचर्चा घटनाबाट सुरु गरौँ। केही दिन अघि एकजना महिलाले वीरगन्जतिर हैजा जस्तो प्रकोप, बिमारीको प्रकोप फैलिएर एकजना मन्त्रीसँग, एकजना दुराचारीसँग प्रश्न गर्दाखेरि उनले जेलमा हालिदिएको थियो। यो निरङ्कुश सरकारले कस्तो डेमोक्रेसी हो? हामीले यस्ता डेमोक्रेसीको विरोध गर्छौँ र म त्यो खानेपानी मन्त्रीलाई च्यालेन्ज दिन चाहन्छु। उसलाई यहीबाट भन्न चाहन्छु, तँलाई क्षमता छ भने मलाई जेलभित्र हालेर आएर त्यो मेयरलाई पनि भन्न चाहन्छु, जसले उसले जेलभित्र हाल्यो, क्षमता छ भने मलाई पनि हालेर हेर। म त्यस्ता कुराको विरोध गर्छु। यो सबै पनि उनीहरूको रणनीति हुन सक्छ, खेल हुन सक्छ, माइन्ड गेम हो। हामी यहाँ जति अग्रसर भए पनि, जति नै हामी फुटाउँछौँ भने पनि सक्दैनौँ क्या। एभ्री वेपन्सदेखि लिएर उनीहरूसित आर्मी फोर्सदेखि लिएर हाम्रो हातमा केही पनि छैन। पिपल्स पावरको नाममा, लोकतन्त्रको नाममा नेताको तन्त्र भइरहेको छ। भने
भनेर भन्दा पनि बोल्न दिइरहेको छन्। आजको मुख्य एजेन्डा भनेको चाहिँ हाम्रो सरकारलाई प्रश्न गर्नु थियो। सरकारले यही मात्र भिडियो एडभाइस रिपोर्ट गरेर हाल्नुभन्दा आफ्नो कन्टेन्ट है गरिहाल्नु कन्टेन्ट एउटा हामीले के गर्नु पऱ्यो त पोस्ट गर्नु पऱ्यो। एउटा हाम्रो बसेर नदेखेको साथीहरूले आधीचाले ग्रुप जित्दैले हाम्रो पहिलाउँदा लाइक्स कमेन्ट खुसी नलाग्यो म अरूलाई लाइक बनाउनु तर आधिकारिक न्युजहरू यो रगत देखिरहनु भएको छ, यो हाम्रो साथीहरूको रगत हो है। तपाईँहरू हामी कोही लिडर होला या होइन, कोही चाहिँ मेडिकल सेक्टरको डक्टरहरू हुनुहुन्छ, कोही ह्याकरहरू हुनुहुन्छ। जेनेरेसनमा त विभिन्न छ नि, त्यसलाई चाहिँ कोही लहरू छन् होइन। त्यसैले चाहिँ हामी तपाईँहरूको एउटा टिम बनाएर त्यसले आन्दोलनलाई चाहिँ स्टेप बाई स्टेप लगेर हामी अगाडि गर्नेछौँ। हामी चाहिँ शान्तिपूर्ण ढङ्गले चाहिँ आज माइतीघरमा जसरी बसेका छौँ, भोलिको दिनमा हामी संसद भवनमा चाहिँ हात हतियार बोकेर हामी संसद भवन छिर्न बनेको लागि पनि तयार हुनुपर्छ। र हाम्रो भाइको लागि चाहिँ अब उहाँको आफ्नो भनाइ राख्दै हुनुहुन्छ। धन्यवाद। अब साथीहरूले यहाँ धेरै कुरा गरिसक्नुभयो होइन। अब यहाँ परिवर्तनका कुरा, क्रान्तिका कुरा, रेभोल्युसनका कुरा सबैलाई अब सिंहदरबार घेर्ने भन्ने कुरा भयो। तर मेरो विचारमा चाहिँ के लाग्छ भने क्रान्ति गर्नलाई यहाँहरू सबैले तयार हुनुपर्छ। अब हामी अहिले कति छौँ? 1500, 2000, 3000 मान्छे छौँ। सुन्नु न, यो अहिले राइट नाउ 1500, 3000 मान्छे जति हामी यहाँ छौँ। तर नेपालमा कति छ? सेनाको संख्या कति छ? 1 लाख बराबर छ। पुलिसको संख्या कति छ? 80,000 बराबर समथिङ छ। सशस्त्रको संख्या कति छ? 34-40 हजार बराबर छ। त्यो संख्यालाई रिजर्भ गर्न कति मान्छे चाहिन्छ थाहा छ तपाईँलाई? 10 लाख मान्छे यो ठाउँमा उतार्नु पर्छ। तब सिंहदरबार बन्दुक नपड्काई कुनै तोडफोड मोड केही नगरी कब्जा हुन्छ। यो तपाईँहरूलाई अब हामीले धेरै भाषणहरू मैले यहाँ पनि सुने, साथीहरूले राम्रो विचार राख्नु। निर्देशन दिएको सीमित क्षेत्रभित्र गएर आफ्नो आवाजहरू राख्नुहोस्। तपाईँहरूले गर्दा आगो बाल्ने ढुङ्गा हान्ने गर्दा मेरो आँखा अगाडि 2 जना युवाले जेल उडाउनु परेको छ। यो आत्मा भएको रगत, घोडाको रगत रोक्दाखेरिको रगत हो। यो तपाईँहरू कोही पनि यी बुढा नायकहरूको पछाडि लागेर नउफ्रिनुहोस्। सबैजना एकीकृत हुनुहोस्, कोही भङ्ग नहुनुहोस्, सबै नजिक बस्नुहोस्। यो हुनाले सबैको सुरक्षाको बल्ल सुनिश्चित हुन्छ। तपाईँहरू असुरक्षित क्षेत्रमा निजी क्षेत्रमा तपाईँहरू जानुभयो भने तपाईँ हामी जस्ता युवाहरू धेरैले ज्यान गुमाउनु पर्नेछ। मेरो हजुरबाउले दुःख पाए,
बाउले त्यसको ऋण तिर्न विदेश गए। मेरो बाउले दुःख पाए, म गएँ। मेरो बाउको ऋण सके, म फर्किएँ। अब त मैले त्यसमा केही गर्छु भने खै मलाई गर्न त परेछ। मलाई हेर्न, देख्न र सुन्न पनि दियो सारे सरकारले। हामी यो कुरालाई एकदमै विवेकमा, एकदमै मुखमा राखेर अझै पनि भन्दछु, दुनियाँ यो हावादारी कुराहरूमा लागेर नहिँड्नु होला। अझै पनि भन्दैछु म, तितर नहुनु, यता आउनुहोस्। उता कसैले भड्कायो, बाइक फ्लेक्स गर्न आयो भन्दैमा तपाईँहरू त बाइक हेर्न जान जरुरत छैन। नजिक आउनुहोस्, सबैले कुरा यहाँबाट राख्नुहोस्, पालै पालो गर्नुहोस्। सबैको पालै पालो आउँछ, बोल्ने पालो। यहाँ हुल्लगा गरेर उनीवाला केही छैन। मेरो आँखा अगाडि नहान 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 ढुङ्गा नहान नगर भन्दा भन्दै यही समूहले गएर ढुङ्गा हान्दै गर्दा पुलिसले 2 राउन्ड 3 राउन्डदेखि नगएर 4-5 राउन्ड गरी हानेर युवाहरू भुइँमा बङ बङ लडेका थिए। संसद भवनको अगाडिपट्टि छातीमा गोली लागेर एकजना लडेको यही आँखाले देखेको। अर्कोलाई घोडामा खुट्टामा गोली राख्दै गर्दा यही हातले रोकेर एम्बुलेन्स हालेको छ। सो उनीहरूले जति क्षेत्र दिएको छ, जति अधिकार दिएको छ, त्यतिमा बसेर विरोध गरौँ, आवाज उठाऊ। यसले कति दिन बोल्न दिँदैन भनेर चुप नरहौँ। कति दिन बोल्न दिँदैन छ, हामी हेरौँला। तर यहाँदेखि हेरौँला, यहाँदेखि हेरौँला। हामी चाहिन्छ, कुनै दिन आगो लाउन जानु पर्ला, हामी जान्छौँ। जुन दिन आगो लाउन जानुपर्छ त्यो दिन जान्छौँ। तर आज आवाज उठाउने दिन हो। आवाज उठाउने दिनमा सबैको मनोबल एउटै रहोस्, सबैको मस्तिष्क एउटै रहोस्, सबैको भिजन एउटै रहोस्। जय देश, जय नेपाल, जय सिएनजी। आज विभिन्न प्रकारका यसरी अराजक गतिविधि पनि भइरहेका छन् र यो गतिविधि भइरहँदाखेरि तपाईँहरूको मनमा पनि हलचल लागिरहेको होला, हामीले पनि उता जाउँ कि जस्तो लागिरहेको होला। They are just manipulating you. If you go there, you will be destroying yourself, not to them. है, यो कुरा ध्यान दिउँ। अनि त्यसपछि हामीहरू जो जति पनि छौँ 28 वर्ष उमेर हदसम्मका छौँ। यो हिसाबले गर्दाखेरि हामी शिक्षित समुदाय हौँ, शिक्षित वर्ग हौँ र यो हिसाबले गर्दाखेरि हामीमा एउटा सभ्यता भन्ने कुरा पनि हुनुपर्छ है। र तपाईँहरूले धेरै कुरा सुनिसक्नु भएको छ, सबै साथीहरूले पालो गरिरहनु भएको छ। आज नै आउनुहोस्, भोलि पनि आउनुहोस् र मेन कुरो सभ्य हुनुहोस्, सम्य हुनुहोस्। अनि अर्को कुरा भनेको चाहिँ आज यहाँनिर उभिएका खुट्टाहरू भोलि खाएर भोलि लड्नु नपरोस् र आज यहाँनिर खडा भएका खुट्टाहरू भोलि सांसद भवन ठडिन सकुन्। तपाईँहरूले आफ्नो खुट्टामा अडिनुहोस्, अरूको परालको खुट्टामा नअडिनुहोस्। तिनीहरूले चाहिँ तपाईँहरूलाई मेनिपुलेट गर्न खोजेका छन् भने बाँकी सम्पत्ति कहाँबाट आयो सोच्नुपर्ने विषय हो नि हो। केपी ओलीले किडनी फेर्न सक्लान्, तर त्यही ठाउँमा कर्णालीको रामबहादुरको किडनी फेल भयो भने उसले फेर्न सक्दैन नि, सक्छ। यदि केही गरी नेपो किड्सहरूलाई लुई भिटनको जुत्ताहरू, डिजाइनर ब्यागहरू बोक्न लाग्यो भने उनीहरू बोक्न सक्छन्। तर त्यही ठाउँमा सुदूरपश्चिमको हरिबहादुर बोराले बोक्न सक्दैन नि त। त्यही ठाउँमा गएर झापाको र मैले यति भन्दै मेरो 2 शब्द यहाँ सम्पूर्णलाई जय नेपाल। आज पनि आउनुहोस्, भोलि पनि आउनुहोस्, परिवर्तन सम्भव छ, त्यसैले लड्दैछु। जय नेपाल, नेपाल आमा कि भ्रष्ट नेता, नेपोटिजम, जय नेपाल। थ्याङ्क यू सो मच। हामीलाई चोर नेताहरू चाहिँदैन है, चाहिँदैन, सिधा कुरा। अनि अर्को कुरा है, म मेरो देशको लागि मर्न पनि सक्छु, त्यही ठाउँमा गएर मार्न पनि सक्छु। यदि हामी असलीको युवा हो भने मर्न पनि तयार हुनुहोस्, मार्न पनि तयार हुनुहोस्। We want जय नेपाल। सबैजनाले आज बेलुका गएर आफूले बोल्न सक्नुहुन्छ भने त्यो फेक न्युजलाई हटाएर छोड्नुहोस्। आज भन्न सकेला म आज 9 बजेबाट चाहिँ त्यहाँ गएर 10 चोटि आँखामा टियर ग्यास खाइसकेको मान्छे मैले देखेको छु। जिनचेट अराजक भएका होइनन्, नेताका झोलेहरू अराजक भए, त्यसले गर्दाखेरि आज मान्छे मरेको छ। त्यसैले फेरि पनि भन्दैछु, बोल्नुहोस्, आफ्नै ठाउँबाट बोल्नुहोस्, लेखेर बोल्नुहोस्, सुनाएर बोल्नुहोस्। तर सबैजनाले भन्नुहोस् कि फेक न्युज कुन हो र सत्य न्युज कुन हो। हामी जिनचिट अराजक भएको होइन, हामीलाई केही चाहिएको छ, नयाँ व्यवस्था चाहिएको छ, नयाँ नेपाल चाहिएको छ। नेपालमा केही गर्नु छ, हामीलाई बाहिर विदेशमा जानु छैन।
इन्सिडेन्ट सेयर गर्न मात्र आएको। मेरो बडी हेर्नुहोस् रगतले भरिएको छ है। आज हामी यहाँ के को लागि आएको त? परिवर्तनको लागि आएको है। तर मैले केही परिवर्तन देखिनँ, कसम केही परिवर्तन देखिनँ। लड्ने मान्छे लडिरहेछन्, गोली खानी खाइरहेछन् है, बोलिरहेछन् भाइ। तिमी माथि आउनुपर्छ है भाइ, माथि आउनु पर्थ्यो है। आउँछु होइन भाइ, यहाँ बसेर बदम चौचौ खाएर बस्ने होइन भाइ माथि। आज लड्न आएको थियौ नि त भाइ। माथिको इन्सिडेन्ट देखाइदिउँ, फोटो देखाइदिउँ भाइ। कतिको खुट्टा छैन, कतिको दिमाग छैन होइन, कतिले गोली खान्छ भाइ। केही बोलेर होइन, मैले के भन्न खोजेको तिमीहरूलाई, बोलेर केही हुनेवाला छैन क्या। यहाँ बसेर नि केही हुनेवाला छैन तिमीहरूको है। माथि भिड्ने बेला चाहिँ कोही नआउने, माथि भिड्ने बेला चाहिँ कोही नआउने। अहिले आएर चाहिँ नेताको छोरा, नेताको छोरी, गेडागुडी केही पनि काम चल्नेवाला छैन। लड्नु थियो भने सबजना आउनु पर्थ्यो नि त माथि। हामीलाई तिमीहरूको सहयोग चाहिरहेको थियो नि त माथि होइन। त्यतिखेर खोइ त तिमीहरू यहाँ बसेर यत्रो मान्छे त त्यहाँ आएको भए त सक्थ्यो हामीले। हामी गेट छिरिसकेका थियौँ, गेट छिरिसकेका थियौँ। अबदेखि मोड्दैन नि त, अबदेखि मोड्दैन। यस्तो म यहाँ भाषण दिन आएको होइन, मैले एक्सपिरियन्स सेयर गर्न आएको है। हामी गेट छिरिसकेका थियौँ, हामी फ्रन्ट लाइनमा थियौँ। बिचरा एउटा भाइको खुट्टा छैन, एउटा भाइको दिमाग छैन, एउटा भाइको यो छैन क्या। हामी त भिडिरहेको नि त, रगत देख्न मेरो शरीरभरि रगत छ, जुत्ताभरि रगत छ यार होइन। हामीले युद्ध गर्न आएको थिएन यहाँ। हिजो मैले एउटा पोडकास्ट सुनेको थिएँ हाम्रो सञ्जय गुप्ता दाईको। उहाँले भन्नुभएको थियो 25 वर्ष अगाडि पनि यस्तै भएको थियो क्या, सेम 20-21 इयर्स हाम्रो जेनजी टाइम्सकैले परिवर्तन ल्याएको हो। अहिले पनि हाम्रो सेम लडाइँ हो है, लडिरहेछौँ होइन। कतिको ज्यान गयो, कतिको घाइते भएको छन्, हस्पिटलमा छन्। आज हामीले केही गर्न सकेन, ठिक छ। अब आउने दिनमा हामी योभन्दा राम्रो गर्छौँ नि त। एकता भन्नु पऱ्यो नि त, एकता बिना त केही पनि छैन नि त होइन र है। त्यही भएर सक्दो दाइले भन्नुभएको जस्तै सक्दो आफ्नो प्लेटफर्मबाट, आफ्नो सोसियल मिडियाबाट लेखेर हुन्छ कि बोलेर हुन्छ कि। डराउँदा किन डराउनु र, म चाहिँ त्यत्रो गोली खाएको छु होइन। खुट्टामा लागेको त छिट्का लाग्छ, मलाई लागेन, म भाग्यमानी हो। लाग्नेलाई लाग्यो नि त, अर्काको छोराछोरी हो नि त। भयो भने गर्दा एकैछिन बोल्दिनँ, बोल्न फ्रस्ट्रेसन हो मेरो, मेरो फ्रस्ट्रेसन हो, मेरो फ्रस्ट्रेसन हो है भाइ। म ठिक छ, आज हाम्रो यस्तै भयो। कतिजना घाइते भयो, कतिजना भयो, कतिजना पार्टिसिपेसन गर्न पाएन होला, आफ्नो ठाउँमा छ। तर नेक्स्ट टाइम जब हुन्छ नि युनिटी इन डाइभर्सिटी भनेर चाहिँ यही एकता हुनु पऱ्यो क्या, एकता है। यही गरेर म टुकाउँछु सबैलाई। जय नेपाल। मैले नबोल्नुहोस् भने होइन, बोल्न त बोल्नुहोस् तर सभ्य भाषामा बोल्नुहोस्। तपाईँ एउटा पढे लेखेको एकदम बौद्धिक मान्छे भने तपाईँले आफ्नो म भन्छु सत्य भाषा नेपालको। दादा फेरि म माथि गएँ ल, सरी। सत्य भाषा यसलाई चाहिँदैन, भन्छु क्या म। मेरो देश चाहियो गुमाउनु छैन कसैको। त्यही भएर सत्य भाषा एक ठाउँमा छ, घर परिवारको लागि छ। तर मलाई देशको लागि यो लडाला सुन्यो के भन्थ्यो, चोरहरूलाई चाहिँदैन। थ्याङ्क यू सो मच, धन्यवाद। आफ्नो भनाइ राख्नुभएको छ। कोही पनि मर्न हुँदैन, कोही पनि मर्न हुँदैन। जो मरेको छ त्यसको जवाब सरकारले दिनेवाला छ र त्यसको जवाब माग्न चाहिँ हामी तयार छौँ है, तयार हुनुपर्छ। जो आज मृत्यु हुनुभएको छ, जानेर हुनुभयो नजानेर हुनुभयो, त्यो आफ्नो ठाउँमा छ। अराजक फैलाउँदाखेरि हुनुभयो अथवा त्यसको जो मृत्यु भएको छ उहाँहरूको जवाब चाहिँ हामीले माग्नै पर्छ। यो सरकारलाई हामीले जवाब चाहिँ माग्नुपर्छ। अब भने हाम्रो बहिनीको पालो छ, उहाँलाई दिनु। Will it go international if I will speak in English? Yes. I ran away. I was scared. I ran away. I ran away from that revelation. I was scared because we don't have any rational and strategic leader. We want a strategic leader. मलाई मर भनेर म मर्न तयार छु, बट आई निड स्ट्राटेजिक लिडर। मलाई लिडर चाहियो एकदम स्ट्राटेजी हुने, ऱ्यासनल थिङ्किङ हुने, अनि त्यसपछि हामीलाई कन्ट्रोल गर्ने, हाम्रो भिडलाई कन्ट्रोल गर्न सक्ने। आई निड द्याट लिडर।
I would really appreciate if we will get strategic and very rational leader for us. अनि त्यसपछि म के अरे हाम्रो जेएनजीको रगत यो भ्रष्टाचार नेताको यो रोडमा गिरेको हेर्न सक्दैन. द्याट इज भेरी डिसरेस्पेक्टफुल फर अस. हाम्रो रगत त्यो नेताको त्यो के अरे नेताको त्यो भुइँमा पनि झर्नु भएन हाम्रो रगत. ल हेर्नुहोस् हाम्रो ओली सरकारको दम्ब हेर्नुहोस्. देख्नुभयो होला नि ओली सरकारको दम्ब हो. ल अब उहाँको आवाजमा सुन्नुहोस्. सबैलाई जय नेपाल. आज म बोल्छु, नेताले सुन्छ. I can talk in English, I can talk in Nepali, whatever the fuck you want. Everyone listen. छातीमा गोली खाएको छु. फकिङ छातीमा. यहाँ पनि गोली खाएको छु. मेरो चस्मा फुट्यो. I get this. मैले प्रपर डकुमेन्टेसन बनाएको छु. यो मेरो रगत हो, नेपालीको रगत हो. नेताहरूले बगाएका छन्, राइट? We are going to stand together, every single one of them. Are you with me? यो जेएनजीको बोली हो. जेएनजीहरू को छन् हात उठाउँछौ? Yeah, once more, जेएनजी. फकिङ मैले रगत बगाएको छु, राइट? यो रगतको आँसु एक दिन तिनीहरू बाँच्किनेहरू पुस्छन्. Sorry for the language, I don't want to fucking curse. But listen, मेरो ज्याक यो छ. अनि म एउटा अर्को चिज देखाउँछु. यो गोली हो क्या मेरो छातीमा थियो. यो हो क्या गोली. You can zoom it, you can fucking zoom this shit. Show this. It's a souvenir, you can show this. यो मेरो घरको भित्तामा पोस्टरमा हुन्छ क्या ट्यापको लाएर. अनि यो गोली एक दिन त सरकारले नि देख्छ यो कसरी भएको छ भनेर. That was my 2 words. Every single one, make some motherfucking noise. यो रगत एक दिन सरकारले देख्छ कि नाइ? हाम्रो राम्रो दिन आउँछन् कि नाइ? अहिले I'm just a 19-year-old kid. Just a fucking 19-year-old kid. मेरो नाम आशुतोष बस्नेत हो. If anyone is recording this, you can post it anywhere. That's my fucking consent. I'm like Gen Z. I was born in 2006. अहिले त म केही नै गर्न सक्दिनँ. I'm just a 19-year-old kid. But 2089, I'm gonna be there somewhere. यो मेरो मात्रै आवाज हो. सबको आवाज हो कि नाइ? हो कि नाइ? पर्छ हो कि होइन? ल हामी अर्को भाइ अब उहाँको निधारमा लागिरहेको छ. चोट हेर्नुहोस्. त्यो भएको कारणले भाइको पनि आक्रोश होला. भाइको पनि आक्रोश. पोख्ने ठाउँ भनेको यही हो. पोख्नु परिवार, हाम्रो दाइ, हाम्रो बुवा, हाम्रो आमा, हाम्रो दिदीबहिनी, हामी छोराछोरीहरू दाइ, हाम्रो गन्तव्य भनेको अन्तर्राष्ट्रिय विमानस्थल हो त? अन्तर्राष्ट्रिय विमानस्थल हो त? यसको लागि चाहिँ हामी आवाज उठाइरहेका छौँ. कृपया तपाईँहरू सम्पूर्ण समय भएर बस्ने होला. बाँकी भाइको ओके. हेलो गाइस, सबैजना सब ठिकम जोस छ. हाउ इज द जोस? I was shot on my forehead है. I was shot literally. मेरो हातमा पनि गोली लागेको छ, यहाँ पनि लागेको छ. जब कि नेपाल प्रहरीले यस्तो मुभमेन्टमा अझै कलेजमा भएको बेला त उनीहरूले ग्यास पनि छोड्नु पाउनु पर्ने हो. हजुर, ग्यास पनि छोड्नु नपाउनु पर्ने हो. बट सर्ट त्यो पनि अझै निभन्दा बुनी हान्नु पर्ने हो. एन्ड कलेज डेसमा उनीहरूले मलाई एज अ स्टुडेन्टलाई निधारमा सर्ट हानेको छ. अझै मेरो यहाँ भएको भए ज्यान जान्थ्यो भने म यहाँ पहिले आउन थिएला. But I wouldn't regret because it was for my fucking nation. म अरूको लागि यसोमा गइरहेको थिएँ. उनले भने जस्तै म त्यो प्रहरीलाई हक गर्थेँ क्या. किनकि प्रहरी उहाँको होइन, उहाँले जुन गोली हान्नु भएको छ नि त्यो उहाँलाई अर्डर आएर हानेको. अर्डर कसले दिएको थियो? नेता अहिले कसको छ सरकार? केपी ओली. अहिले केपी ओली मुर्दाबाद. सबैकोबाट एकचोटि सुनौँ. हामी केपीलाई हटाउँछौँ. हामीले हटाउनुपर्छ. And all that I want to धेरै मलाई I don't want to talk much है. धेरै छैन. बट I was shot on स्कुल ड्रेस होइन. स्कुल ड्रेसमा निधारमा गोली लागेको छ होइन. मैले आफ्नो देशको लागि गोली खाएको छु. एकछिन है.
एकछिन है साथीहरू, हामीहरूले नियम मान्छौँ नि, हामी नियममै बस्छौँ नि। हिजो हामीले लिएको अनुमति अनुसार हामीलाई समय 5 बजेसम्मको मात्रै दिएको छ। त्यही भएर हामीले शान्तिपूर्ण 5 बजे हामी क्लोजिङ गर्नेछौँ। हामी फेरि भेट्नेछौँ, भोलि फेरि भेट्नेछौँ, तर आज शान्तिपूर्ण तरिकाले क्लोजिङ गरेर घर जानेछौँ। समाचार, राम्रो समाचारहरू कन्भे गर्नेछौँ। हाम्रो घुसपेट भएको छ, त्यसमा बोल्नेछौँ हामी। हाम्रो जेन्जीहरू भनेको माइती घरमा बसेर शान्तपूर्ण आन्दोलन गरेको, हामी त्यहाँबाट फर्केर आएर शान्तिपूर्ण आन्दोलन गरेको। जे कति त्यहाँ मुठभेड भएको छ, के मुठभेड भएको छ, साँझ गएर हामी नोटिस पनि आउनेछ, तपाईँहरूलाई एउटा नोटिस पनि आउनेछ। आजको लागि विनम्र अनुरोध, हामीले अब बिस्तारै क्लोजिङ गर्दैछौँ। यसमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ओके, सो अब मलाई धेरै बोल्नु छैन किनकि अरूलाई पनि बोल्न मन लागिरहेको होला होइन। नाउ म के भन्न चाहन्छु भने आई गट सर्ट त्यो नेसनको लागि थियो आइडेन्टिफिकेट होइन, त्यो मैले आफ्नो देशको लागि खाएको बुलेट हो होइन। अल आई वान्ट टु से लास्टमा मैले भन्न चाहेको भनेको रातो र चन्द्र सूर्य जङ्गी सान हाम्रो बढ्दो रगत सरियो बढ्दो यो सान हाम्रो। ओके एभ्रिवान, केपी ओली, अलराइट, धन्यवाद भाइले सुनिरहेको छ। पहिलो भन्नेमा जाने हो त्यहाँ गएर कतिजना अचेले गएर गोली खाने। देशको लागि मर्न रेडी छ, तर बेकारमा किन मर्नु भएर यहाँ बस। हामी त्यहाँनिर हुँदाखेरि कतिजनालाई भन्यौँ यहाँ बस, एकछिन यहाँ बसेर भेला हुँ, त्यो पछि अगाडि बढाउँला सबैजना मिलेर। सुनेर कसैले भने सबजना अगाडि गयो। देख्यो होइन के भयो, लास्टमा 40 जना जतिलाई गोली लागेको छ भन्ने सुनिएको छ। देखिहाल्यो, उसलाई स्कुल एजमा हानेको छ। अझै पनि हामी अगाडि यतिकै बढ्न मिल्छ, भित्र चढ्न मिल्छ। प्लान चाहियो, त्यो कसले बनाउँछ? हामीले बनाउने हो, मिलेर बनाउने हो, तर बनाइएको छ। हल्ला गर्दैमा हुन्छ, हल्ला गरेको तिनीहरूले सुन्नु पर्यो, कानमा उनीहरूको आवाज पुग्नु पर्यो। अहिलेसम्म यस्तो आन्दोलन कति चाहिँ भएको छैन र होइन त। यहाँ त जहिले जहिले हुन्छ नि आन्दोलनको अभाव भयो होइन, जहिले भिड होइन, जहिले जाम होइन, किन आन्दोलन भइरहेछ। अस्ति भएर किसानहरूले उखुको बारेमा आन्दोलन सुनेदिनहरूले केही गऱ्यो, केही त्यो 10 पनि पास नगरेकोले युवाहरू रेडी छ भने म छोडिदिन्छु पाउँछ भन्ने तले कसलाई भने तिमीहरूलाई थाहा छ, सबलाई थाहा छ होइन। नामै लिउँ न, बाल ओली हो त्यो भन्नेमा तिनीहरूलाई अब छोड्न मिल्छ। तिनीहरूले जे पनि भन्न पाउँछ त। एक कुरामा होइन, हिजो भर्खरसम्म बिराम भएर खोक्दा होइन ओछ्यामा पल्टिरहेको थिएँ। आज म मम्मीलाई मम्मी चुम्किचुम भनेर आएको होइन। मलाई अहिलेसम्म कतिचोटि जाम भनेर भन्छ, तर होइन नि त। सबजनामा म जान्ला होइन, म बिरामी छ जान्ला, ऊ बिरामी छ जान्ला, को बस्छ यहाँ? सबजना होला गर्नु पऱ्यो कि दाइ? हाम्रो प्लान के हो? प्लान बनाउने, त्यो पछि पाल्ला हाम्रो गएर केही गर्ने हो। अब त्यो पछि हेर्दा रिपोर्ट्सहरू देख्ला होइन, आवाज बढ्दै जान्छ क्या सर्टको। बुलेट पड्कायो भन्नेमा अहिलेको लागि मात्रै हो त, त्यो पेट्रोल सकिन्छ नि बुलेटको नि होइन। बचाउनु पऱ्यो नि त सबजना। अब मजाले प्लान गर्ने, बसेर प्लान गर्ने र एकदम केयरफुल भएर युनाइटेड भएर गर्ने हो हामीले। सबजना बुझ्नुभयो? ब्लड डोनेट गर्न जाने को सक्दैन यहाँ? कसको उमेर छैन ब्लड दिने? ब्लड त्यो गर्न सकिन्छ। सिभिल कुन भन्नुभयो? बी हस्पिटल सिभिल सक्ने मान्छेहरू गएर थिएन नि होइन। बुलेट छ, बाइकमा लग्छ उनीहरूले, मान्छे बच्छन् त होइन, त्यत्रो गोली खान्छ। उनीहरूको रगत हाम्रो लागि झरेको होइन। यो कुरा याद गर्ने हो। रिस तिमीहरूको नमरोस्, तर रिस भन्नेमा तिमीहरूले अन्य भएर जानु भएन के। सबजना एकदम प्लान गर्यो, मजाले मिलेर र यो कुरा आवाज मरे पनि हाम्रो कसैको पनि भावना नमर्ने गरी सुनोस्, तिनीहरूले केही गरोस्। जय नेपाल, जय नेपाल। हजुरहरू सबैको जोस जाँगर देखेर म कहिले नबोल्ने मान्छे पनि आज हजुरसम्म बोल्न आइरहेको छु। यो प्रोटेस्ट कसको? हामी जेनजीको होइन त? यो प्रोटेस्ट कसको? तर यहाँनिर मैले यसो अब्जर्भ गर्दाखेरि कि हामी जेनजी माझमा पनि होइन, बुझ्ने जेनजी पनि हुनुहुन्छ, तर कतिपय अलिकता नबुझ्ने जेनजी पनि हुनुहुन्छ कि।
एकदमै धेरै डाइभर्ट भइरहेको छ यो हाम्रो प्रोग्राम। यो यसमा हाम्रो प्रोपर गाइडेन्स नै अलिकता कमी भएको छ। प्लिज 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 एभ्री लाइफ म्याटर यहाँनिर होइन। जो पनि जति पनि घाइते हुनुभयो यहाँनिर मृत्यु भयो त्यो सबैको फ्यामिली सबैको बारेमा सोच्दाखेरि हाम्रो बारेमा सोच्नु त एकचोटि हामी पनि त्यो स्थितिमा पर्न सक्छौँ नि त। प्लिज तपाईँहरू बुझ्ने सबैजनाले प्रोपर गाइडेन्स गरिदिनु, प्रोपर त्यो नजोसिन भनिदिनु। अनि यो प्लिज यो बाइकहरू चलाउने यो सबै यो अति नै भयो। यो प्रोपर म्यानेज नै भएन। यो बाइकहरू सबैजनालाई यो नगरिदिनु भन्नु है। अनि यही हो, वी आर डुइङ रियली गुड होइन। यो हामी नै होप हो, हामी नै चेन्ज हो। सो जेनजी वी विल ब्रिङ चेन्ज है हामीहरू यहाँनिर। थ्याङ्क यू सो मच। यसरी नै हामीले प्रोग्राम गर्नुपर्छ। अनि वान लास्ट थिङ प्लिज, यो सबै यो करप्सनको सिट गाडेको भनेको हाम्रो प्यारेन्ट्सको एरादेखि हो कि होइन त? हो नि है। त्यही भएर प्लिज इच एन्ड एभ्री पर्सन हियर घरमा गएर आफ्नो फ्यामिलीलाई भन्नुहोस्। यहाँनिर भिडभाड गरेर मात्र केही हुँदैन। घर घरमा यो कुरा चाहिँ यो चेन्जको लागि रिक्वेस्ट गर्नु, सिकाउनु, बुझाउनु प्लिज। यही नै हो मेरो थ्याङ्क यू सो मच। थ्याङ्क यू। र हाम्रो सर अघि नैदेखि एकदम वेटिङमा हुनुहुन्छ, म धेरै बोल्न चाहे। हेलो सर, नमस्कार। हाम्रो सर बोल्ने बाँकी छ, म बोलिरहेछु। यो सबैलाई राजपालाई जिताउन चाहिन्छ, राजपालाई जिताउन चाहिन्छ। एउटा सिनियर चाहिन्छ, त्यसपछि राजपाले जित्न सक्छ। यसलाई त्यसपछि सैनिक बनाउनु पर्छ। अलि रासो पारे सम्पूर्णमा जय नेपाल। हामी यहाँ कसैले कर लाएर आएको हो? हामीहरू चाहिँ स्वतस्फूर्त आएको हो कि होइन? हामी चाहिँ रहरले आएको हो? होइन। यो सरकारले यहाँ नेतृत्व गर्ने नेताहरूले हामीलाई पुरै प्रोटेक्सनमा पठाउनु भएको छ कि छैन? विशेष गरी केपी ओलीले अहिले सरकार कसको छ? केपी ओलीको। त्यस कारणले हामी बढी केपी ओलीको नाम लिन्छौँ, तर सबै नेता त्यस्तै हुनुहुन्छ हो कि नै? उहाँहरू भन्नुहुन्छ हामीले लोकतन्त्र ल्यायौँ, सबैले चाहिँ लोकतन्त्र ल्याइसकेपछि चुनाव जितेर आउन त भन्नुहुन्छ। चुनावमा कस्तो मान्छे हुन्छ हामीलाई थाहा छैन। चुनावमा सबै पार्टीका चोरहरू मात्रै हुन्छन्। अनि एकजना चोर चाहिँ जित्दैन त्यहाँबाट। त्यही चोरले देश चलाएर आज यो अवस्था आएको हो कि नै? म धेरै बोल्न आएको होइन। मेरो नाम मदन बहादुर साई, खासै म नाम परिचय दिन आएको नि होइन। हामी यहाँ आज जतिजना उपस्थित भएका छौँ, भोलि पनि हामी आउनेछौँ। त यहाँ यताउता बाइकहरू भट्टामफुट्टिङ गरेको तपाईँले सुन्नु भएको छ? यो हामी जेनजीले गरेको होइन है। यो सबै भिजिलेन्टहरूले गरेको कुरा हो। यो हिजो नै यो बाइकमा ठुलो आवाज आउने बन्दुक पड्किन्छ जस्तो आवाज कहीँ आउँछ बाइकमा? आउँदैन। हिजो राति नै अस्ति राति नै उहाँहरूले आफै बाइकलाई मोडिफिकेसन गरेर बाइकलाई पड्किने बनाएर आज हाम्रो नजिक आएर पड्काएर जानुभएको छ। यसमा हामी विरोध गर्छौँ हो कि नै? भोलि पनि हामी आउनेछौँ भन्दै बिदा हुन्छ। धन्यवाद। ती नेताका झोलेहरूले गरेर हामीले गोली खान मिल्छ? ती नेताका झोलेहरूले गरेर हामीले गोली खान मिल्छ? हो, हामी नेपालीको रगत तातो छ, सबैमा एकदम भडास भड्किएको छ। तर त्यसको मतलब त्यो होइन हामीले अझ रक्त फक्ताउन हुँदैन। हामीले त्यसलाई रोक्नु पर्छ। हामीले अझ त्यसलाई सिभिल र पीर हस्पिटलमा ओ पोजिटिभ अनि अरू पनि ककसको ब्लड डोनेट गर्न सक्ने मान्छेहरू गइदिनु होला। एकदमै सबैजनाले भनिराख्नु भएको छ ब्लड सर्टेज भएको छ अरे सिभिल एन्ड पीर हस्पिटलमा। त्यो नेताको झोलेहरूले गरेर हामीले गोली किन खाने? खान पाइन्छ हामीले गोली? त्यो बाइक पड्काउने नेताको झोलेहरूले गोली खाए त? गोली कसले खाए? हामी जस्तो जेजीले खाएका हो कि होइन? त्यसैले हामी सभ्य नागरिक हौ। सभ्य तालले हामीलाई निषेधित समयमा हामी आएर आन्दोलन गर्छौँ। हाम्रो रगत जबसम्म तात्ने नै छ, तातो रगत अझै तात्ने नै छ जबसम्म कि हाम्रो माग पुरा नहोस्। हो, म तयार छु। यदि हाम्रो माग पुरा हुन्छ भने म यो छातीमा गोली ठोक्न तयार छु। तर त्यस्तो कारणले के पुरा हुन्छ? हाम्रो छातीमा गोली बनाएर केपीलाई के हुन्छ? प्रचण्डलाई के हुन्छ? देउवालाई के हुन्छ? त्यसैले हामी बाँच्नुपर्छ। हामीले हाम्रो देशको लागि केही गर्नुपर्छ। हामीले संविधानको जगेर्ना गर्नुपर्छ भन्दै मेरो 2-4 शब्द यहीँ तक। धन्यवाद।
सबैजना अलिक पछाडि समय भएर बसिनु होला। अब हाम्रो करिब समय पनि सकिन लागेछ। अब बोल्ने वक्ताहरू हुनुहुन्छ, साथीहरू आफ्नो आक्रोश पोख्ने। सम्पूर्ण जेनजी परिवारका उपस्थित हुनुभएका ओ नेगेटिभ पोजिटिभ ओ पोजिटिभ र ओ नेगेटिभ ब्लड कुन हस्पिटलमा? सिभिल बी हस्पिटलमा, सिभिल र बीर हस्पिटलमा चाहिरहेछ। कृपया तपाईँहरू हाम्रो साथीहरू कोही सम्पर्क गरिहाल्नु होला है हाम्रो अगाडि आएर। काम गर्छु कराउँछु, मान्छे बेच्ने दलालले त्यसै बेच्छ कि भन्दै डराउँछु। कृपया समर्थन गरिदिनु होला, बाबा भन्नु होला। कहिले अमेरिका, कहिले क्यानाडा त कहिले खाडीतिरै हराउँछु। सरकारले जनता लुटो भन्दै कराउँछु। बाबा गरिदिनु होला है कृपया। हामीलाई कसै लखेट्यो? किन भाग्नु पर्ने आफ्नै देश छाडी? किन लखेटिनु पर्ने? के गल्ती गरेको थिएँ र मैले यति ठुलो सजाय भोग्नु पर्ने? बाबा भनिदिनु होला। 50 डिग्रीको खाडीमा नेताका छोराछोरी मर्दैनन्, त्यही गरिब नेपालीकै छोराछोरी नै यो मर्ने। नेता लुट्छ, कमाउँछ, करोडको गाडी चढ्छ, रमाउँछ। अझ उसैलाई दिनु पर्ने रे सुरक्षा रे, लिएर हिँड्छ पछि गाड। एउटा भ्रष्ट नेता एक दिन 1 घन्टा मात्रै एक्लो हिँड्छ, पाउँछ त्यसले जनताको कत्रो ठुलो अवार्ड। अरूको अगाडि वरिपरि यो होटेलहरू, छाउछाउहरू तपाईँहरू के खानुभएको? प्लास्टिकको फोहोरहरू। हाम्रो बालन शाहले फेरि हाल्नुहुन्छ 2 लाखको कर। थाहा छ होला नि तपाईँहरू। हामीले फेरि यो नयाँ जेनेरेसनको हामीले परिवर्तनको ठुल्ठुला कुरा गर्ने, फेरि फोहोर जताभावी गरेर हामी हिँड्यौँ भने फेरि हामीले जरिवाना तिर्नुपर्छ। त्यसैले अब यो फोहोरहरूलाई व्यवस्थापन गरेर अब हाम्रो यो मोटरसाइकल Gracias.